है फेरि पनि म तपाईँको माझमा छु। सम्पूर्ण मण्डली परिवार ख्रिस्टको जनहरू सम्पूर्णलाई म आज तपाईँको माझमा फेरि प्रभुको वचन मत्ती 24 अध्यायको 26 देखि म 25 देखि नै म पढेर तपाईँको माझमा जानेछु। मत्ती 24 को 25 देखि म पढेर 51 सम्म पढेर तपाईँको माझमा बोल्नेछु आजको दिनमा। तपाईँहरूले मैले निकैवटा गीत भन्नुभएको छ, वचनहरू अपलोड गरिसकेको छु मेरो युट्युब च्यानलमा। तपाईँहरूले सुन्नु सक्नुहुन्छ समय निकालेर। अनि यस समयमा चाहिँ हामीहरू है प्रभुको वचनलाई एकदम ध्यान दिएर प्रभुलाई हामीले है आत्मादेखि नै हामीले बुझ्नुपर्ने अनि मलाई खोज्नुपर्ने यही समय हो। किन भन्दाखेरि जब हामी प्रभुलाई खोज्छौँ अनि हामीले उहाँलाई भेटाउन सक्छौँ। हामीले खोजेन भने हामीले भेटाउँदैनौँ। यस कारणले गर्दाखेरि हामी प्रत्येकले प्रभुलाई खोज्नु जरुरी छ अनि आत्मामा पनि उहाँलाई बुझ्नु एकदम जरुरी छ। र त परमेश्वरले हामीलाई पवित्र बाइबल दिनुभयो अनि उहाँको एकमात्र पुत्र यीशु ख्रिस्टलाई दिनुभएको छ हाम्रो पापको निम्ति, हाम्रो अधर्मको निम्ति है, हाम्रो सबै गरिबीको निम्ति। गरिबी भन्दा पनि हाम्रो पाप, हामी पापी थियौँ। हाम्रो भनौँ भने पुर्खादेखि गरी आएका पापहरू भयो, हामीले गरेको पापहरू अपराधहरू भयो, ती सबै पाप र अधर्मलाई चाहिँ परमेश्वरको पुत्र यीशु ख्रिस्टले क्षमा गरिसक्नु भएको छ। त्यति मात्र होइन, उहाँले चाहिँ हामीले आफ्नो पुत्र भन्नुभएको छ, सन्तान कहलाउनु भएको छ। जतिले उहाँलाई विश्वास गर्छ, उहाँको वचनले भन्नुभयो उनीहरू चाहिँ मेरो सन्तान कहलाइनेछ भनेर। अझ भने जीवनमा हामीले उहाँको वचन राख्न, पालन गर्न विश्वासीको एउटा काम हो, कर्तव्य हो। यो विश्वासीले गर्नुपर्ने कर्तव्यहरू, उहाँको आज्ञा पालन भयो होइन, उहाँलाई हामीले राख्नुपर्ने, उहाँलाई पुज्नुपर्ने कुराहरू भयो, त्यो चाहिँ हामीले गर्नुपर्ने आराधना, उहाँलाई पुज्नुपर्ने काम हो। यस कारणले गर्दा हामी मत्ती 24 को 25 देखि म तपाईँको माझमा सरर पढेर जानेछु। याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु, यदि तिनीहरूले तिमीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्छन् भने बाहिर निस्केर नजाऊ, अनि हेर उनी भित्री कोठाहरूमा छन् भने पनि विश्वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्कन्दा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। जहाँ सिनु हुन्छ त्यहाँ गिद्धहरू पनि जन्म हुन्छन्। ती सङ्कष्टका दिनको तुरुन्तै पछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन र ताराहरू आकाशबाट खसिने छन् तथा आकाशका शक्तिहरू हल्लाइने छन्। तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। उसले आफ्नो स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजको साथ पठाउनेछ
र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका, हेर्नुहोस् है, उसका चुनिएकाहरूलाई भेला गर्नेछन्। अरे हेर्नु है, चुनिएकाहरूलाई भेला गर्नेछन् भनेको छ प्रभुको वचनले। अब चुनेको चाहिँ को चाहिँ हो त भन्दाखेरि चाहिँ जसले विश्वास गर्छ, जो विश्वासमा एकदम स्थिर रहेको छ, जो प्रभुको आज्ञामा बसेको छ, जो परमेश्वरको डरमा बस्छ, भयमा बस्छ, परमेश्वरलाई आराधना गर्छ आत्मा र सत्यतादेखि भने ऊ चाहिँ चुनिएका हुन्छन्। यस कारणले गर्दाखेरि भन्दछ कि चुनिएकाहरूलाई भेला गर्नेछन्। तर अन्जुरीको रुखबाट एउटा शिक्षा ल्याऊ, जब त्यसका हाँगा कलिला हुन्छन् र रुखले पलुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले पनि जब यो सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै ढोकाइमा छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु कि यी सबै पुरा नहुन्जेल यो पुस्ता बिति जाने छैन। यो पुस्ता बिति जाने छैन है। प्रभुको वचनले यहाँ ईश्वर प्रभुले आफै भन्दै हुनुहुन्छ। यो प्रभु आफै यहाँ बोल्दै हुनुहुन्छ। यो मत्तीको 24को अध्यायमा चाहिँ सबै प्रभुले यीशु ख्रीष्ट बोल्दै गएको वचनहरू यहाँ म बोल्दैछु है। जे लेखेको छ त्यो मात्रै बोल्दैछु। यस कारणले गर्दाखेरि यसो लेखेको छ, यो पुस्ता बिति जाने छैनन्, स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन बितेर जाने छैन भनेर चाहिँ बुझ्नु होला। सबै कुरा बिति जानेछ, तर ख्रीष्टको वचन अथवा परमेश्वरको वचन चाहिँ कहिले पनि बिति जाने छैन भनेर बाइबलले हामीलाई यहाँ भन्दछ। तर त्यस दिन र त्यस घडीको विषयमा पिता बाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले, मानिसको पुत्रको आगमन नुहाको दिनहरू जस्तै हुनेछ। हेर्नुहोस् है, परमेश्वरको आगमन चाहिँ हो कुन दिन हुन्छ त्यो स्वर्गदूतलाई थाहा छैन, हो थाहा छैन। अनि मानिसको पुत्रको आगमन नुहाको दिनहरू जस्तै हुनेछ। नुहाको समयमा पनि मानिसहरू विवाहबारीहरू गरिरहेको थियो, विवाहहरू गरिरहेको थियो होइन, रमाइरहेको, अनि खाइरहेको, पिइरहेको, आफ्नो आफ्नो विचारले उनीहरू चलिरहेको थियो क्या। उनीहरूले विश्वासै गरेको थिएन। अनि उनीहरूलाई विश्वास भन्ने के हो थाहा थिएन उनीहरूलाई। तर बानी भएको थियो, नुहालाई चाहिँ बानी भइसकेको थियो। स्वर्गबाट नुहालाई चाहिँ परमेश्वर बोल्नु भएको थियो। अनि त्यति बेला त नुहाको समयमा के भयो भन्दाखेरि चाहिँ त्यति बेला मानिसहरूले खिसी गर्ने है, तेरो परमेश्वर कहिले आउँछ भन्दै खिसी गर्ने, नुहालाई खिल्ली उडाउने गर्थ्यो। विवाहहरू गरिरहेको थिए, खाइरहेको थिए, पिइरहेको थिए भन्छ हामीले मत्तीको के अरे उत्पत्तिको पुस्तकमा हेरेको भने। त्यति बेला तिनीहरू के गरेको थियो, खाइरहेको थियो। अनि यसो भन्छ, अनि हुनेछ किनकि जसरी जल प्रलय भन्दा अगाडि नुहा जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका अनि पिइरहेका र विवाहबारी गरिरहेको, है मैले चाहिँ भने त्यही लेखेको छ यहाँ, गरिरहेका थिए है। उनीहरू चाहिँ खाइरहेको, पिइरहेको, विवाहहरू गरिरहेको थियो है। उनीहरू रमाइलो गरेको थियो। सृष्टिकर्तालाई भुलेर उनीहरू चाहिँ के गरेको थियो, आफ्नै मज मजामा उनीहरू चलिरहेको थियो। आफ्नै संसारमा, आफ्नै खुसीमा उनीहरू चाहिँ जीवन बिताइरहेको थियो। बाइबलले यही भन्छ। अनि गरिरहेका थिए। अनि जल प्रलय
आएर है जब पानी बढ्यो पानी पर्यो अनि आएर तिनीहरूलाई के भयो आएर तिनीहरूलाई सबैलाई एकैसाथै स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएन है। यिनीहरूले थाहै पाएको छैन उनीहरूले पानी आएर बगाइरहेको भन्दैछ बाइबलले है। तिनीहरूले थाहा पाएन मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ भनेर भन्दछ। यस कारणले गर्दाखेरि हामीहरू यस समयमा चाहिँ मण्डलीहरू तयारी हुनुपर्ने बेला हो नि त। मण्डलीमा एकदम तयारी हुनुपर्ने बेला यो समय चाहिँ हामी ओरिएन्टेसनमा छौँ नि त। ओरिएन्टेसन हामी गरिरहेका छौँ अहिले। हामीहरू घर सङ्गति भन्छौँ आराधना भन्छौँ त्यो त हामी तयारी भएको मात्रै भयो त। ओरिएन्टेसन त भएको खास गरी त्यो। अनि हामी ओरिएन्टेसन गरिरहेको बेलामा हामी तयारी भएको छैन भने हामीलाई अमेरिका आउनु त धेरै साह्रो पर्यो भन्दाखेरि है, धेरै साह्रो पर्यो। 2-4 दिनसम्म हामीले 15 दिनसम्म हामीले ओरिएन्टेसन गर्नु पर्यो बन्जाचे क्याम्पमा अमेरिका आउनुलाई भनेदेखि। यहाँदेखि स्वर्ग जानु सजिलो छैन नि त। यस कारणले गर्दाखेरि हाम्रो जीवनको रहनसहनहरू साँच्चै नै पवित्रतामा हुनुपर्छ। यहाँ भनेको थियो नि रुखले पाउला फेर्छ तब ग्रीष्म ऋतु आएछ भने तिनीहरूले थाहा पाउनेछ भनेर। जीवनले नै पाउला फेर्नुपर्छ क्या। पवित्र आत्माको परमेश्वरको शक्तिद्वारा हामीले पालुवा फेर्नुपर्छ क्या। त्यो भनेको चाहिँ के हो, हामी नयाँ भइकन जन्मिनुपर्छ है भनेको नि त त्यो है। अनि यस कारणले गर्दाखेरि हाम्रो है नुहाको जस्तै हाम्रो यो समय त्यस्तो नहोस् भन्न चाहन्छ हामी। नुहाको समयमा जल प्रलय भयो है। अनि त्यति बेला मान्छेहरूले पत्याएको थिएन, विश्वास गरेको थिएन। तेरो परमेश्वरले के गर्छ भनेर उनीहरूले खिसी गरेको थियो। तेरो परमेश्वरको आगमन कहिले हुन्छ भनेर उनीहरूले खिसी गरेको थियो। जब पानी पर्यो 40 दिन 40 रात अनि के भयो, उनीहरूलाई बगाएर खोलाले लग्यो, उनीहरू मर्यो। यस कारणले गर्दाखेरि हामी यस समयमा छौँ। हामी यो समय चाहिँ अन्त्यको दिनहरूमा छौँ अहिले। हामी भनेको अन्त्यको समयमा छौँ अहिले हामी। यो समय एकदम अन्तिमको समय हो क्या। यस समय चाहिँ धेरै लास्ट समय हो चाहिँ भनौँ नै। बिरामीको भन्छ नि, बिरामी चाहिँ क्यान्सरको बिरामी चाहिँ अन्तिम स्टेज के भन्छ नि, त्यस्तै हो। यो समय चाहिँ अन्तिम स्टेजमा छ अहिले हामीहरू। अहिले अन्तिम समयमा हामी आएर चाहिँ है प्रभुको वचनलाई हामीले राख्नुपर्ने, एक आपसमा प्रेममा बाँड्ने गर्नुपर्ने कुरामा चाहिँ है हामीहरू आज पछि परिरहेका छौँ। अनि हाम्रो है त्यस्तो नहोस् भन्न चाहन्छु म। अनि त्यस्तै पनि है यस्तो लेखेको छ, पुत्रको आगमन पनि त्यस्तै हुनेछ। त्यस बेला 2 जना खेतबारीमा हुनेछन् र 1 जना लगिनेछ अर्को छोडिनेछ भनेको छ। 1 जना लगिनेछ र अर्को चाहिँ छोडिनेछ। त्यो चाहिँ के भनेको भन्दाखेरि चाहिँ जसले विश्वास गरेको छ, जसले विश्वास गरेर प्रभुलाई प्रेम गरेको छ, आदर गरेको छ, पवित्रतामा रहेको छ, ऊ चाहिँ उठाइनेछ। जसले विश्वास गरेर पनि प्रभुलाई राम्रो चिनेको छैन, प्रभुमा राम्रो जीवन बिताएको छैन भने चाहिँ उनीहरू चाहिँ छोडिन्छ भनेको हो। छोडिन्छ भनेको प्रभुमा हामी पाएर पनि जीवन लापार भएको छ। जीवनमा हामी अपवित्रताको कुराहरू छ। त्यही पुरानो कुराहरू लिएर व्यभिचारको कुराहरू है, व्यभिचार भयो, हत्या हिंसा, रिस राग बदला भन्ने कुराहरू, त्यो चाहिँ परमेश्वरको नजरमा साँच्चै नै है दोषरहित छ। एकदम नराम्रो कुरा हो। 2 जना हुनेछ, 1 जना छोडिनेछ र अर्को चाहिँ उठाइ लगिनेछ भनेर लेखिएको छ बाइबलमा। यसै कारण जागर हो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनुहुनेछ सो तिमीहरूले जान्दैनौ। जागर हो ल, तिमीहरू चाहिँ नसुत्नु है। कुन दिन प्रभु आउनुहुन्छ त्यो थाहा हुँदैन भनेर भनेको। साँच्चै नै शरीरमा सुत्नु भनेको होइन हामीलाई, आत्मामा तिमी जागर हो है। आत्मामा जागर रहो
आत्मामा जागर बस भन्नु खोजेको। जागर होला तिमीहरू नसुत, कुन दिन प्रभु आउनुहुन्छ होइन थाहा छैन भनेर चाहिँ प्रभुले भनिरहेको छ है। अनि अहिले त यसो लेखेको छ, प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ, तर यो जान कि घरको मालिकले चोर रातको कुन पहरामा आउँछ भनी जानेको भए ऊ जागो रहने थियो र आफ्नो घर फोड्न दिने थिएन। यसै कारण तिमीहरू पनि तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ है। आउनेछ। विश्वासी र बुद्धिमान नोकर को हो, जसलाई त्यसको मालिकले आफ्नो परिवारका है चाकरहरूलाई ठिक ठिक समयमा खाना देओस् भनी खटाएको हुन्छ। त्यो नोकर धन्य हो जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेटाउनेछ। साँच्चै म तिमीलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ अरे। जिम्मेवार नियुक्त गर्नेछ। सारा सम्पत्तिमध्ये त्यसलाई चाहिँ के गर्नेछ, अधिकार दिनेछ मालिकले। त्यो नोकरले चाहिँ असलसँगले काम गरिरहेको हुनु पर्यो। साँच्चै नै हामी प्रभुको एउटा नोकर, हामी प्रभुको एउटा काम गर्ने मात्रै हामीले साँच्चै नै प्रभुको राज्यमा हामी त्यस्तै भएर गयो भने मालिकले यहाँ के गर्छ, सारा सम्पत्ति जिम्मेवार नियुक्त गर्नुहुनेछ। तर यदि त्यस दुष्ट नोकरले मेरो मालिक बिहालो गर्छन् भनी मनमा ठानी आफूसँग काम गर्ने नोकरहरूलाई पिट्न र मतलबहरूसँग खाना बनाइदिएको होला, खाना र पिउनु लाग्यो भने त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नसोचेको घडीमा आइपुग्नेछ। हो, मालिक आइपुग्नेछ नसोचेको। त्यसरी नै परमेश्वर पनि हामीले नसोचेको बेलामा, हामीले नचिताएको बेलामा प्रभु यीशु ख्रीष्ट आउनुहुनेछ उहाँको आगमनमा है। त्यस नोकरले मालिक है त्यसले नचिताएको दिन र नसोचेको घडीमा आइपुग्नेछ। अनि मालिकले त्यसलाई के गर्नेछ, कठोर दण्ड दिनेछ अरे। कठोर दण्ड दिनेछ अरे। कठोर भनेको एकदम साह्रो दण्ड दिनुहुन्छ अरे है। त्यसलाई ढोगीहरूको माझमा फालिदिनुहुन्छ अरे। ढोगीहरूको माझमा फालिदिनुहुन्छ अरे। यस कारणले गर्दाखेरि हामीहरू त्यो है, त्यो जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछ अरे, त्यहाँ चाहिँ नरकको कुरा गरेको चाहिँ त्यो रुनेछ दारा किट्नेछ भनेको चाहिँ नरकको कुराहरू त्यो गरिरहेको छ है। त्यहाँ चाहिँ प्रभुले त्यहाँ चाहिँ मान्छे रुनेछ दारा किट्नेछ है भनेको चाहिँ नरकको कुरा गरेको हो त्यो चाहिँ। यस कारणले गर्दाखेरि यस समयमा अन्त्यको समयमा हामी बसिरहेका छौँ। मेरो मण्डलीमा अनि परिवारमा अनि व्यक्तिमा अगुवाहरूमा है अन्यलता छ भने रेसराग छ भने बदलाउको भावना छ भने पनि हामीले एक आपसमा क्षमा मागेर एक आपसमा क्षमा दिएर हामी प्रभुको लागि अघि बढ्नुपर्छ। अब हामीले ती सानो कुराहरूमा अल्झिने होइन, तर ठुलो कुरालाई खोजेर हामी अघि बढ्नुपर्छ। ठुलो कुरा चाहिँ प्रभुको राज्य हो। सानो कुरा संसारको कुराहरू, सानो कुराले परमेश्वरको राज्यलाई ल्याउन सक्दैन। सानो कुराले हामीलाई आत्मादेखि घटाइरहेको हुन्छ। हामीलाई एक महिमादेखि अर्को महिमा जानुसम्म हामीलाई हो त्यो बाधा दिइरहेको हुन्छ है। यस कारणले गर्दाखेरि तल यसो लेखेको छ 25 पनि म पढ्नेछु तपाईँको माझमा है। तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। ती मध्ये 5 जना निर्बुद्धि र 5 जना चाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती बाले
अपने बत्ती लगे, तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्। तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगै सँगसँगै है पत्रमा तेल पनि लगे। दुलहाले बिहालो गर्दा ती सबै निन्द्राले लट्ठ भएर निदाए। तर मध्यरातमा हेर दुलहा उनलाई भेट्न आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउझे र आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रा बत्ती त निम्न लागे। अहिले हेर्नुहोस् त, निर्बुद्धि र बुद्धिमतीको कुरा यहाँ गरेको छ स्वर्गको राज्यमा चाहिँ। त्यो निर्बुद्धिहरूले चाहिँ अघि तेल सकिसके बालेर, तर बुद्धिमती है, बुद्धिमती कन्याकेटीहरूले चाहिँ तेल एक्स्ट्रा लगेको थियो। उनीहरूले एक्स्ट्रा तेल लगेको थियो। अनि जब दुलहा आउनुभयो नि, अनि त्यो टक्कै बालेर आउँदाखेरि चाहिँ त्यो 5जनालाई चाहिँ के गरेको छ त्यहाँ, 5जना निर्बुद्धि अनि बुद्धिमती र निर्बुद्धि है त्यहाँनिर चाहिँ लेखेको छ। अनि कन्याहरूले निर्बुद्धिलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रो बत्ती त निम्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला। बरु पसले कहाँ जाऊ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुलहा आइपुगे। जब तिनीहरू तेल किन्न गए, अनि त्यो दुलहा आइपुगे भन्छ है, अनि आइपुगे र तयार उनीहरूसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। हेर्नु है, जब हामी प्रभुमा हामी तयार हुँदैन नि, यस्तै हुन्छ क्या, छोडिन्छौँ। हामी क्रिस्चियन त हौँ, हामी प्रभुलाई हामी बत्तिस्म गरेका छौँ, ग्रहण गरेका छौँ, तर हाम्रो जीवनमा परमेश्वर पालन जस्तै है बुद्धिमती र निर्बुद्धि जस्तो हामी हुनु हुँदैन क्या। हामी बुद्धिमती जस्तो हुनुपर्छ। अनि जब तेल किन्नु गयो नि, अनि ढोका बन्द भयो। त्यो ढोका के भयो, बन्द भयो भनेर चाहिँ यहाँ ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रा लागि खोलिदिनुहोस्। तर तिनले जवाब दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीलाई चिन्दिनँ। यसै कारण जागर हो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन अरे। प्रभुले भन्नुभएका कुराहरू हामीले ध्यान दिनुपर्छ। हामीहरू मण्डलीमा बसेर ठुल्ठुलो ओदाहरूमा पाउँदा हामी खुसी हुने, अनि हामी कसैसँग हामी है मनमुटाउ भएको छ भने त्यसलाई पछाडि पार्ने त्यो खालको व्यवहारहरू गर्नु हुँदैन मण्डलीमा। अनि मण्डलीले है एकले अर्कोलाई उठाएर, मण्डलीको अग्रसरले एकले अर्को उठाएर, मण्डलीको पास्टर एल्डर डिकनले मण्डलीलाई उठाएर प्रार्थनामा सहायता गरेर हामी गयो भने है त्यो दिनहरूमा हामी 5जना बुद्धिमती स्त्री जस्तो हामी हुन सक्छौँ। निर्बुद्धि जस्तो हामी हुनु हुँदैन है। हामीहरूले आफ्नो नै वचन पाएका छौँ, हामीले आफ्नो नै वचन चलाउँ भन्ने मलाई लाग्छ। यस कारणले गर्दा यो मत्तीको पुस्तकमा लेखेको जुन वचनहरू छ, यो चाहिँ प्रभु यीशु ख्रीष्ट आफै बोल्दै हुनुभएको हो। यस कारणले गर्दाखेरि हामीले परमेश्वरको राज्यको लागि हामी एकदम तृषित हृदय भएर, जसरी मुरली मृग पानी खानको लागि खोला पुग्छ, त्यसरी नै हामी पनि तृषित हृदय भएर हामी खोलामा है, खोलामा त हामी जान जाँदैनौँ, तर हामी परमेश्वरको उपस्थितिमा जाउँ है, परमेश्वरको उपस्थितिभित्र हामी जाउँ। अनि त्यहाँ तृषित हृदय पनि, अनि यति साह्रो है हाम्रो हृदयहरू तृषित हृदय भएर जब हामी जान्छौँ, उहाँले हामीलाई भर्नुहुनेछ। त्यहाँ साँच्चीकै आनन्द छ, त्यहाँ साँच्चै नै परमेश्वरमै आनन्द छ, अनन्त छ। त्यहाँ चाहिँ जीवन छ, त्यहाँ स्वतन्त्रता छ, त्यहाँ छुटकारा छ। होला हामी संसारमा रहन्जेल हामीलाई दुःख होला, कष्ट होला, हामीलाई होइन अशान्तिहरू होला,
चिन्ता फिक्रीहरू होला, हामीलाई अपुग होला, हामी यो बाटोबाट अहिले हामी गइरहेका छौँ। यो बाटोमा कुन चाहिँ मान्छे गएको छैन होला र? मेरो प्रत्येक मानिसहरू यही बाटो भएर जानुपर्छ। हामीलाई है हामीलाई खुसी नै छ, हामी खुसी नै छौँ यो बाटो भएर जाँदाखेरि पनि। आखिरीमा जतिसुकै हामी धन सम्पत्ति कमाए तापनि परमेश्वरको वचनले भन्छ है, परमेश्वरको वचन प्रभुलाई पाउने जस्तो ठुलो कुनै पनि सम्पत्ति छैन। बाइबलले भन्छ स्वर्गको राज्यमा पस्नु जस्तो सजिलो चाहिँ कुनै पनि सम्पत्ति छैन भन्छ। संसारको सम्पत्तिको कुरा गरेको होइन, मैले स्वर्गको सम्पत्तिको कुरा गरेको। स्वर्गमा सम्पत्ति, धन, गाडी, बङ्गला भन्ने कुरा हुँदैन। स्वर्गमा प्रभुको महिमा हुन्छ। स्वर्गमा हामीलाई केही कुराको अभाव हुँदैन। स्वर्गमा हामीलाई न त लुगाको, न त सुनको, न चाँदीको, होइन, न बलको, न पैसाको, न घमण्डको, न रूपको, के को घमण्ड। यस कारणले गर्दा हामी संसार रहन्छौँ हामीले एक अर्कोसँग हामीले प्रेम बाँडेर, पवित्रतामा रहेर, परमेश्वरको है जुन उहाँको बलौटहरू छ त्यो बलौटलाई हामीले बुझेर, उहाँको दर्शन के हो, मार्ग के हो बुझेर हामी अघि बढ्नु भने चाहिँ हामी निर्बुद्धि जस्तो होइन, तर बुद्धिमती भएर हामी त्यो स्वर्गको राजाको ढोकाभित्र हामी पस्न सक्ने छौँ रहेछ भन्ने कुरा मैले यदि बुझिरहेको छु र तपाईँले बुझ्नुभयो होला। अब म अलिकति पढेर आजको यो है म भिडियोलाई यहाँ राख्न चाहन्छु, प्रभुको वचन राख्न चाहन्छु। किनकि है मत्ती 25:14ले भन्छ, किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्नो नोकरहरूलाई बोलाए, आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिएर तिनले हरेकलाई तिनीहरूका आफ्नो योग्यता अनुसार एउटालाई 5 सुनको सिक्का र अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगानी गरे अरे है, लगाइकन अरू 5 सिक्का है, अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँमा खनेर है, भुइँमा खनेर आफ्नो मालिकको धन लुकाइ राखे अरे। उसले चाहिँ के गर्यो, भुइँमा गएर गाडेर लुकाएर राख्यो अरे है। अरू 2जनाले चाहिँ लगानीमा है हाले, बिजनेस गरे भनौँ न, बिजनेसमा हाले, 2 को 4 बनाए, अर्कोले 5 को 10 बनाए। तर त्यो 1 पाउनेले चाहिँ के गरे, गएर चाहिँ माटोमा खनेर चाहिँ उसले गाडेको छ, लुकाएको छ भनेर चाहिँ लेखेको छ मत्तीको पुस्तकमा। अनि यसो लेखेको छ, उनले तुरुन्तै गएर त्यो व्यापारमा लगाइकन अरू 5 सिक्का कमाए र त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 सिक्का कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँमा खनेर आफ्नो मालिकको धन लुकाइराखे। धेरै दिनपछि ती नोकरहरूका मालिक है, धेरै दिनपछि नोकरको मालिक चाहिँ आएर तिनीहरूसँग हिसाब मागे हो। अघि दिएको थियो नि 5 सिक्का 2 सिक्का 1 सिक्का नि, त्यसको हिसाब चाहिँ अब माग्नु थाले मालिकले मागे। तब 5 सुनका सिक्का पाउने नोकरले अरू 5 सिक्का ल्याई अगाडि आएर यसो भन्यो, हजुर तपाईँले मलाई 5 सिक्काको जिम्मा दिनु भएको थियो, हेर्नुहोस् मैले अरू 5 सिक्का कमाएको छु। 10 सिक्का उनले 5 सिक्का कमाए नि, 5 सिक्कामा 5 त 10 भयो। मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु है, धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुसीमा सहभागी हौ है। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 2 सिक्का कमाएको छु है। त्यसका मालिकले त्यसलाई भने,
स्याबास असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्नो मालिकको खुसीमा सहभागी हो अरे। कस्तो ठुलो कुरा है, उनी विश्वास गरेर अब यसले गर्नु सक्ने रहेछ भनेपछि मालिकमा यति साह्रो विश्वास जाग्यो त्यो नोकरबाट है, यति साह्रो विश्वास जाग्यो, यति साह्रो विश्वासिलो भयो। तर हेर्नुहोस् है, एक सिक्का पाउनेलाई, अब एक सिक्का पाउनेलाई हेर्नु है, एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, हजुर रोपेको जग्गाबाट कटनी गर्ने र नफलेको ठाउँबाट बटल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुकाइराखेँ। हेर्नुहोस्, यो तपाईँको सिक्का लिनुहोस्। त्यो एक सिक्काले पुर्ने मान्छेले नि आएर त्यस सिक्कालाई त्यो भन्दैछ, मालिकलाई भन्दैछ। त्यसका मालिकले त्यसलाई जवाफ दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफानेको ठाउँबाट बटल्छु भनेर तैँले जानेको थिइस् भने तैँले मेरो धन सहुँक राख्नु पर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिएँ। यसै कारण त्यसबाट यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ। त्यो एक सिक्का चाहिँ जससँग 10 सिक्का थियो उसलाई देऊ भनेर चाहिँ आज्ञा गर्नुभयो प्रभु येशू ख्रीष्टले। सिक्का छ त्यसलाई देऊ, किनभने जससँग छ त्यसलाई अरू दिनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकम नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू एकै कुरा है, त्यो अघि पनि त्यस्तै कुरा गर्दै थियो, त्यो रुने खालको कुरा गर्दै थियो नि, डाँडा किप्नेछ भनेर। यहाँ सेम त्यस्तै लेखेको छ नि, यहाँ सेम त्यस्तै लेखेको छ, फालिदेऊ मानिसहरू रुनेछ र दारा किप्नेछ भनेर अहिलेकैमा कस्तो लेखेको छ त्यस्तै लेखिरहेको छ है। त्यो एउटा अल्छे, त्यो एक सिक्का नकमाउनेलाई पनि फालिदियो अरे आगोमा, नरकको आगोमा बन्नु खोजेको। यस कारणले गर्दा हामी प्रभुमा कसरी हामीले प्रभुमा जीवन बिताएका छौँ, कसरी हामीले प्रभुलाई आदर गरेका छौँ, कसरी हामीले परमेश्वरलाई महिमा दिएका छौँ भन्ने कुरामा भर पर्छ। यस कारणले गर्दाखेरि सबैजना परिवारले है बुझिदिनु भयो, म एकदम धन्यवाद दिन्छु। नानी उठ्यो, तपाईँले सबैजनालाई फेरि पनि जय मसीह।